सो हेलो एभ्रिवान, झिमेसी नमस्ते सेवा हजुरहरू सबैजनामा। आज चाहिँ म धेरै समयको बादमा फेरि पनि भिडियो अपलोड गरिरहेको छु। सोसल मिडियामा भिडियोहरू अपलोड गर्दा फेरि राम्रो भइरहेको थियो, तर बिचमा चाहिँ अलिकति अल्छी लागेर चाहिँ मैले अहिले चाहिँ बनाएको छुइनँ। र आज चाहिँ मैले फेरि धेरै दिन बादमा भिडियो अपलोड गर्ने सोचेर चाहिँ भिडियो बनाउँदैछु। सो आज चाहिँ मैले तपाईँहरूको माझमा एउटा सानो भिडियो लिएर आएको छु। अनि आज चाहिँ म आलुको पराठा बनाएर खाऊँ भनेर सोचेर चाहिँ मैले रेडी गर्दैछु है। सो म तपाईँहरूसँग देखाउने छु कसरी बनाउँदै जान्छु भनेर। अनि मन परेमा लाइक सेयर कमेन्ट गर्नु चाहिँ नबिर्सिनुहोस् होला है त है। मैले चाहिँ सामानहरू अघि नै रेडी गरेर राखेको छु। यो मैले काटेको प्याज अनि खुर्सानी लिएको छु। अनि यहाँ चाहिँ मेरो छ तपाईँको आलु। अनि यहाँनिर चाहिँ मैले मैदा मुछेर राखेको छु। कति धेरै देख्दो रहेछ साइज छेउबाट भएर होला, तर कम्ती नै छ, दुईवटा दिनमा आफूलाई पुग्ने गरेर है। अब चाहिँ म सबै सामानहरूलाई मिक्स गरेर यसलाई मजाले मुस्छु हो। पहिला मैले हाल्दैछु खोर्सानी, अनि बादमा प्याज, अनि यसको बादमा म चाहिँ अलिकति पिरो खानु मनपर्छ, अलिकति रङ खोर्सानी लिँदैछु, बेसी चाहिँ होइन, 1 चम्मच जति रङ खोर्सानी है। टेस्ट राम्रो हुन्छ नि त। अनि अब मान्छेले धेरै प्रकारले बनाएर खान्छ, त्यो आफ्नो आफ्नो इच्छा हो। तर मलाई चाहिँ बेसी मसलादार पनि होइन, बेसी सादा पनि होइन, ठिकैको मनपर्छ। त्यो भएको कारणले गर्दाखेरि चाहिँ अब म नुन लाउँदैछु स्वाद अनुसारको। मुस्नुको लागि चाहिँ हातमा मैले ग्लोभ्स लगाएको छु, किनभने चाहिँ अब पिरो हुन्छ नि त, आँखातिर दलिन्छ। अनि अब यसलाई मजाले मुस्ने। देख्न सक्नुहुन्छ मसला पनि अब रेडी भयो। अब चाहिँ म पोल्नतिर लागेँ है। बिस्तारै बिस्तारै देखाउँदै जान्छु तपाईँहरूलाई। रेडी गर्ने हो चाहिँ मैले अघि 5 लगाएर राखेको थिएँ, कस्तो सफ्ट रहेछ। अब बेल्ने चाहिँ यस्तै छ, यो हो। अनि बेसी पारामा अब हातले यसो गरेर यहाँनिर चाहिँ आलु हाल्ने। बेसी पनि हाल्यो भने चाहिँ फुटी जाँदो रहेछ कि, ठिक्क हाल्नुपर्छ है। चाहिँ दामी हुन्छ क्या, यसरी हालेपछि नै डल्लो गरेर चाहिँ कत्रा चाहिँ मेरो चाहिँ अलिक बेसी हाल्नु परेछ क्या। बेसी उस भन्नु फुट्ने डर हुन्छ क्या, त्यही भएर चाहिँ पिठो त हाल्नै पऱ्यो, नभए त हुँदैन। अब यसलाई बेसी थिचेर चाहिँ होइन, लाइटली बेल्नु पऱ्यो। देख्न सक्नुहुन्छ तपाईँहरूले, मैले चाहिँ यो तवाला पनि गरम गरेर राखेको छु। अनि यसमा यो पराठा हालिदिएको छु है। अब यसलाई पल्टाएर फेरि माथिबाट हल्का बटर या त घिउ, घरको घिउ छ भने झन् दामी, लगाएर हल्का हल्का लगाएर यसलाई सेक्नुपर्छ, अनि दामी हुन्छ। सो अब एकैचोटि म सबै बनाइसकेर तपाईँलाई देखाउँछु है। यहाँनिर छ अझै रेस्ट, मैले यो चाहिँ प्लेटिङको लागि गरेको थिएँ हो। डल्लो डल्लो यहाँ छ। अब चाहिँ मजाले खाने हो। मैले यहाँ 2टा सेपमा काटेको छु। अनि यहाँनिर चाहिँ दही छ, अनि प्याज पनि छ, खानु मन लाग्यो भने। अनि यहाँ चाहिँ रहेको छ स्पेसियल हाम्रो कालो चिया, यो बिना त हाम्रो केही पनि हुँदैन। सो यस्तो देखेको छ, हजुरहरूलाई पनि मन पऱ्यो भने बनाएर खान सक्नुहुन्छ। अनि थ्याङ्क यू सो मच फर वाचिङ। मन परेमा लाइक सेयर कमेन्ट अनि फलो गर्नु चाहिँ नबिर्सिनुहोस् होला। थ्याङ्क यू, बाई बाई। भेट्नेछु फेरि पनि अर्को भिडियोमा।